कोशी प्रदेश मोरङ जिल्ला केराबारी गाउँपालिकाको वडा नम्बर 5 बाट जाने यस मदन भण्डारी राजमार्गमा पर्ने बगैँचा चोकदेखि लगभग 200 मिटर तल गएपछि भेटिन्छ एउटा सामुदायिक विद्यालय। यही मसिनेको फेदबाट सुरु भएको शिक्षाको यात्रा छेउमा उभिएको स्वर्ण महोत्सवको स्तम्भले कति लामो छ भनेर थाहा पाउन सकिन्छ। यो लामो यात्रामा समाजका धेरै मानिसहरूको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग र सहभागिता पक्कै छ। उत्तरी मोरङमा 2030 सालदेखि यस श्री सावित्री माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदानको आफ्नो प्रयासमा निरन्तर लागिरहेको छ। विद्यालयको प्रत्येक कक्षा कोठा बाहिर एउटा सूचना पाटी टाँस गरिएको छ। प्रत्येक कक्षाभित्र सुझाव तथा गुनासो पेटिका, सन्देशमूलक भनाइहरू र चर्चित व्यक्तिहरूको तस्बिर राखिएको छ। विद्यालयमा पिउने पानीको लागि बालमैत्री धाराहरूको प्रयोग गरिएको छ भने हरियालीयुक्त र व्यवस्थित शौचालयहरू पनि छन्। साना बालबालिकाहरूका लागि बालमैत्री शौचालय र बालस्थानको व्यवस्था छ। विद्यालयका सम्पूर्ण गतिविधिहरू विद्यालयको प्रशासनिक कक्षबाट अवलोकन गर्न सकिन्छ। विद्यालय समयमा हुने स्वास्थ्य सम्बन्धी समस्याहरूको लागि विद्यालय नर्स सहितको छुट्टै स्वास्थ्य कक्षाको व्यवस्था गरिएको छ। विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले विभिन्न सङ्घ संस्थाहरू तथा तात्विक निकायहरूसँगको सहयोगमा विद्यालयलाई थप व्यवस्थित बनाउने कुरामा कुनै कमी राखेको छैन। शीर्षक अदालत गरे पनि हाम्रो चाहिँ सानो सहयोग केही गर्न सकिन्छ कि भन्ने हिसाबले हो हामीले गरेको। अब यसमा चाहिँ जति सकियो हामीले यो पालि गरेका छौँ, नेक्स्ट इयरदेखि अझै कन्टिन्यू गर्ने हाम्रो पनि इच्छा छ होइन। अब यो विद्यालयमा विद्यार्थीहरूलाई खाजा तथा दिवा खाजामा भइरहेको समस्या समाधान गर्न लायन्स क्लबसँग सहकार्य गरी क्यान्टिनको निर्माण सम्पन्न गरिएको छ। त्यसै गरी अध्ययन अध्यापनमा भइरहेको कक्षा कोठाको अभाव पूरा गर्न सङ्घीय अनुदानमा 4 कोठे भवनको पालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूले शिलान्यास गरिसक्नु भएको छ। गर्मीको समयमा जस्ताको तापले सिकाइमा परिरहेको प्रतिकूल प्रभाव कम गर्न प्रदेश स्तरीय बजेटबाट फल सिलिङ लगाउने कार्य सुरु भएको छ। प्रशासनिक व्यवस्थापनको लागि लेखा शाखालाई छुट्टै कोठामा व्यवस्थापन गरिएको छ भने प्रहको छुट्टै कोठा रहेको छ। शिक्षकहरूको उपस्थिति थाहा पाउनका लागि हाजिरी बोर्डको व्यवस्था गरिएको छ भने शिक्षक बसाइ व्यवस्थापन गर्नका लागि प्रत्येक शिक्षकको नेम प्लेटको पनि व्यवस्था गरिएको छ। विद्यालयका विभिन्न गतिविधिहरू सञ्चालन तथा व्यवस्थापन गर्न शिक्षकहरूलाई विभिन्न तहका इन्चार्ज तथा समूहका संयोजक तोकी जिम्मेवारी बाँडफाँड गरिएको छ। रिक्त रहेको दरबन्दी वा शिक्षक अनुपस्थितिको कारण खाली कक्षा कोठा व्यवस्थापनका लागि यही विद्यालयबाट 12 पास गरेका विद्यार्थीहरूलाई सहयोगी शिक्षकको रूपमा प्रयोग गरिन्छ। प्रत्येक मसान्तमा शिक्षक तथा स्टाफहरूको अनिवार्य बैठक बसिन्छ। आवश्यकता अनुसार सरकारवाला निकायहरूसँग पनि अन्तर्क्रिया कार्यक्रम गरिन्छ। विद्यालयले विद्यालयको भौतिक र शैक्षिक गुणस्तर वृद्धिका लागि अभिभावकहरूसँग निरन्तर परामर्श छलफल गरिरहन्छ। शैक्षिक सत्रको सुरुवातसँगै प्रत्येक विद्यार्थीहरूलाई विद्यालयको वार्षिक कार्यपत्र प्रदान गरिन्छ, साथै प्रत्येक कक्षा कोठामा पनि राखिन्छ। विद्यार्थीहरूको सिकाइलाई थप मजबुत बनाउनका लागि आवश्यकता अनुसार अतिरिक्त कक्षाहरू सञ्चालन गरिन्छ। विद्यार्थीहरूको सिकाइको स्तर मापन गर्न प्रत्येक महिना मासिक परीक्षाको व्यवस्था गरिएको छ। अभिभावकहरूको उपस्थितिमा विद्यार्थीहरूको विषयगत विवरण देखाउनका साथै ग्रेडसिट उपलब्ध गराउने गरिन्छ।
बाल कक्षादेखि 3 सम्मका बालबालिकाहरूको सिकाइलाई प्रभावकारी बनाउन कक्षा शिक्षणको व्यवस्था गरिएको छ भने अभिभावकहरूको चासोलाई ध्यानमा राखी कक्षा 3 सम्म अङ्ग्रेजी माध्यमबाट अध्यापन सुरु गरिएको छ। त्यसै गरी आगामी वर्षहरूमा अन्य कक्षाहरूमा पनि अङ्ग्रेजी माध्यम थपिनेछ। सिकाइलाई व्यावहारिक र स्थायी बनाउन प्रयोगात्मक र परियोजना कार्यहरूको प्रयोग गरिन्छ। सिकाइलाई सरल र सहज बनाउनका लागि मल्टिमिडियाको प्रयोग पनि गरिन्छ। विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि वार्षिक कार्यपात्र अनुसार प्रत्येक शुक्रबार आन्तरिक वा बाह्य कार्यक्रम सञ्चालन वा पालिका स्तरीय कार्यक्रम वा खेलकुद समारोह आयोजना गरी विजेता विद्यार्थीहरूलाई पुरस्कृत पनि गरिन्छ। सधैँ विद्यार्थीहरू कार्यक्रममा सहभागी मात्रै हुँदैनन्, उनीहरू आफै कार्यक्रम आयोजना पनि गर्छन् र अन्य विद्यार्थीहरूलाई सहभागी पनि गराउँछन्। विषयगत आवश्यकता अनुसार विद्यार्थीहरूलाई स्थलगत अवलोकन भ्रमण पनि गराइन्छ। सकेपछि यसमा चाहिँ चुना अनि साफ युज गर्छौँ हामीले चाहिँ, अनि बिउसँग लगाइन्छ। कक्षा 9 र 10 का विद्यार्थीहरूलाई पुनर्ताजगीको लागि देशको धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलहरूको भ्रमण पनि लगिन्छ। नमस्कार सबैलाई, म सोनबाराई। म तपाईँहरूलाई प्रोटिनको बारेमा के भन्न गइरहेको छु। प्रोटिन भनेको चाहिँ हाम्रो शरीरलाई वृद्धि र विकासमा सहयोग पुर्याउने खानेकुराहरू हो। विद्यार्थीहरूको चौतर्फी विकासको लागि उनीहरूलाई पब्लिक स्पिकिङ पनि गर्न लगाइन्छ। Healthy outside, start from inside, and never forget you are what you eat. Lastly, I would like to conclude my speech here. Thank you so much for listening. Have a wonderful day ahead. विद्यार्थीहरूको नेतृत्व विकासको लागि विद्यालयको क्याप्टेन, भाइस क्याप्टेन, हाउस क्याप्टेनहरूको प्रजातान्त्रिक ढङ्गबाट चुनाव गरी चयन गरिन्छ। विद्यालयमा सञ्चालनमा रहेको अक्षकोषका दाताहरूको उपस्थितिमा उत्कृष्ट, गरिब तथा जेहेन्दार, नियमित, अनुशासित विद्यार्थीहरूलाई पुरस्कृत गर्ने गरिन्छ। विद्यार्थीहरूलाई सामाजिकीकरण गर्न विभिन्न सामुदायिक कार्यहरूमा संलग्न गराइन्छ। त्यसै गरी पहिलो ब्याचको रूपमा विद्यार्थीहरूले एनसिसी क्याडेटमा पनि सहभागी भएका छन्। स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रममा पनि विद्यार्थीको उत्तिकै सहभागिता छ। केराबारी गाउँपालिकामा स्काउटको दीक्षान्त गर्ने सावित्रीमावि पहिलो विद्यालय हो। प्रत्येक दिवसहरूमा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहन्छ। हरेक क्षेत्रमा सहभागी हुने विद्यार्थीहरू आफू पढ्ने विद्यालय निर्माण गर्न सहभागी भएका छन्। त्यसो भए विद्यार्थीहरूलाई देश निर्माणमा सहभागी बनाउन के गर्नुपर्ला?